कहिले सुख छ कहिले दुःख छ जिन्दगीहरूको आफ्नै रूप छ कतै आँसु झर्छ कतै हाँसो झर्छ आफ्नो आफ्नो जिन्दगीको बेग्लै कथा छ कहाँ पाइएला मनको शीतला कहाँ पाइएला मनको शीतला कहाँ पाइएला मनको शीतला कहाँ पाइएला मनको शीतला सानो काजी साहब हजुरले किन यसरी हेरिरहनु भएको छ हजुरले यसरी हेरिरहँदा मलाई अलि अप्ठ्यारो लाग्छ तिम्रो अरू काम छैन यस्तै यस्तै कुरा लिएर आउने हो भने मेरो घरमा पाइला पनि टेक्नु पर्दैन तपाईँ यहाँबाट खुरुक्क गइहाल्नुहोस् त तपाईँ यहाँबाट गइहाल्नुहोस् भनेको सुन्नु भएन आमा के पागलले जस्तो एक्लै बरबराउँदै बोलिराख्नु भएको छ त के भयो के चाहिँ भएन भन्न तेरो जिग्री हो कि सिग्री हो कि भनाउँदोको बाउले मजाले झपारे मलाई त्यसैले भनिन्छ नि दुःखमा नआत्तिनु सुखमा नमात्तिनु भनेर हामीले अहिले दुःख पाएका छौँ एक न एक दिन सुख त कसो नपाइएला र खै छोरी यस्तै भन्दा भन्दै तेरी आमा पनि बितेर गई अनि सुन न उजेली तिमीलाई एउटा सानो कुरा भन्नु थियो भनौँ कि नभनौँ भन न के कुरा हो उजेली म तिमीलाई धेरै माया गर्छु म तिमी बिना एक पल पनि बाँच्न सक्दिनँ भर्खर भर्खर काममा आउँदा तिम्रो यस्तो पारा छ पछि पछि भएपछि कस्तो पारा हुने हो काममा किन ढिलो किन ढिलो बाबा उठ्नु न देऊ बाबा अब चाहिँ यो रोगको उपचार नगरी यो हस्पिटलबाट जान मिल्दैन छिटोभन्दा छिटो काउन्टरमा पैसा डिपोजिट गर्नुहोस् डिपोजिट हुनसाथ उहाँको उपचार हामी सुरु गर्छौँ कति जति खर्च लाग्छ डाक्टर साहब जम्मा जम्मी 1 लाख लाग्छ औषधि यताउति गर्दा 1,10-15,000 लाग्न सक्छ यति पैसाले के गर्नु होला यताउता चिनेको जति सबै ठाउँमा सोधिसके जसले पनि पैसा छैन भन्छ अब के गर्ने होला भगवान् जसरी हुन्छ मलाई 1 लाख दिनुस् न अरू हजुरले जे भन्नुहुन्छ म त्यही मान्छु मान्छु मान्छे होइन मान्छु तिमीले भनेको जति 1 लाख रुपियाँ छ ल सम अब त मान्छौ नि यो भन्दा धेरै त म हेर्न सक्दिनँ अब
के भयो? सानो गाजी साहब, पहिला मेरो बाबाको उपचार त हुन दिनुहोस्, त्यसपछि हजुरले जे भन्नुहुन्छ म त्यही मान्छु। ल ल ठिक छ, नरो। पहिला यो पैसा लिएर गएर बुवाको उपचार गरौँ, त्यसपछि के हुन्छ अनि पछि कुरा गर्नु। जाऊ। हस्, म जान्छु है। दिदी, साँच्चै हजुरलाई एउटा कुरा थाहा भयो कि नै? के कुरो कपिला भन त? उजेलीको बाबालाई त खै कुनै के पो रोग लागेको छ रे। अब त्यो रोगको उपचार तत्काल गर्नुपर्ने भएकोले उजेली त पैसा नपुगेर गाउँभरि छटपटेर हिँडिराखी छ रे। ए हो र? तर के गर्नु, हामीसँग नि अलिअलि भए सहयोग गर्नुहुन्थ्यो, हामीसँग पैसै हुँदैन। हो नि दिदी, मेरो पनि यता दुःख भयो भनेर बुढालाई ऋण काढी विदेश पठाएको। उहाँ पनि खै कुनै के समस्या परेर बस्नु भएको छ रे। अनि विदेशबाट भाइले तिमीलाई फोन गर्छ होला नि? फोन त 8-10 महिना अगाडि गर्नु भएको थियो। के भयो भनेर सोधेको, खुलेर केही पनि भन्नुहुन्थेन। के हो म त कुरै बुझ्न सकिएन। ला हो र? विदेश जाँदा त होस पुऱ्याउनु पर्छ रे। त्यस्तै उस्तै मान्छेलाई त के गरेर फसायो भनेको मात्रै सुन्छु म त। हे दिदी, छोडिदिनु। बुढाको कुरा गरे कि मेरो मन भक्कानेर आउँछ। समस्या सबैको हुन्छ, तर उजेलीको जस्तो समस्या यो संसारमा कसैको नहोस् है दिदी। ल कुरा गर्दा गर्दा समय बित्या त थाहै पाएन। जाउँ। तपाईँहरूले मेरो बाटो किन छेक्दै हुनुहुन्छ? मेरो बाटो छोडिदिनुहोस्, मेरो बाटो छोडिदिनुहोस् भनेर सुन्नु भएन? बाटो छोड्नुहोस्। तेरो बाटो त्यति सजिलै छोड्नेवाला छैन। त्यो पैसा यताले, त्यो पैसा यताले। यो पैसा लिने कुरा नगर्नुहोस्। यो पैसाले मेरो बाबाको ज्यान बचाउनुहुन्छ। यो पैसा बाबाको उपचारको लागि हो। त्यो पैसाले तेरो बाउ आमा बाजे कोलाई उपचार गर्नुपर्छ मलाई थाहा छैन? मलाई यति थाहा छ, त्यो पैसा मलाई खुरुक्कले। त्यो पैसा यताले।
दीप, आज तिमी भगवान प्रकट भए चाहिँ मेरो जीवनमा प्रकट भयो। यदि तिमी नआएको भए म माथि जे पनि हुन सक्थ्यो। भन्छन् नि उजेली, समस्या नभए समाधान हुँदैन रे, समाधान नभए समस्या हुँदैन रे। त्यसैले जहाँ समस्या त्यहाँ समाधान। तिमीलाई जहाँ जहाँ समस्या पर्छ त्यहाँ म समाधान बनेर उभिनेछु। तिमी आत्तिनु पर्दैन। अनि उजेली, यत्रो पैसा कहाँदेखि आयो? गाउँतिरबाट ऋण खोजेर ल्याए कि। यति पैसा भयो भने बाबाको उपचार हुन्छ। यही पैसा देखेर होला यो गुन्डाहरू मेरो पछि लागेका। अब पछ्याउँदैनन् यिनीहरूले। फेरि यिनीहरू यहाँका चोर होइनन् जस्तो छ। होइन, म तिमीलाई माथि बजारसम्म छोडिदिन्छु। फेरि यिनीहरू बाटो पछ्याएर आउन पनि सक्छन्। ल त उजेली, अब तिमी यहाँबाट जान सक्छौ। उता हस्पिटलमा दाइ पनि एक्लै हुनुहुन्छ होला। छिटो जाऊ। तिमीले जति छिटो पैसा डिपोजिट गर्यौ त्यति छिटो बाबाको उपचार हुन्छ। म पनि तिमीसँगै जान्थेँ, तर के गर्नु, घरमा राक्षसनी जस्तै आमा छिन्। भयो दीप, मलाई सबै कुरा थाहा छ। तिमीले मलाई चाहेर पनि साथ दिन सकिरहेको छैनौ। र पनि आजको लागि तिमीलाई धेरै धेरै धन्यवाद है दीप। आफ्नो मनमिल्ने साथीले समस्या पर्दा सहयोग गर्नुपर्छ। अब यति सानो सहयोग गर्दा तिमीले मलाई धन्यवाद दिइराख्नु पर्दैन उजेली। किन पर्दैन नि? यत्रो समस्याको समाधान गर्दा मेरो तर्फबाट तिमीलाई धन्यवाद दिनु पर्दैन त? ल ल भयो, छिटो जाऊ। उता फेरि ढिलो होला। हुन्छ, बाटोमा ख्याल गरेर जाऊ है दीप। ल ल, मेरो चिन्ता नगर न, बरु तिमी आफ्नो चिन्ता गर। आफ्नो पनि ख्याल राख अनि बाबाको पनि ख्याल राख। केही पऱ्यो भने फोन गर है। दाइ, तपाईँ किन बाहिर? अनि बाबाको उपचार सुरु गर्नुभयो त डाक्टर साहबले? छैन, पहिले पैसा डिपोजिट गर्नु अनि मात्रै उपचार सुरु गर्छु भन्नुभएको छ। यत्रो पैसा तिमीले कहाँबाट जुगाड गर्यौ बहिनी? जहाँबाट ल्याए पनि पहिला जाउँ, हेर्नुहोस्, डाक्टरलाई सोधौँ यो पैसा कहाँ डिपोजिट गर्ने हो। त्यहाँ डिपोजिट गरेर बाबाको उपचार सुरु गरिहालौँ। जाउँदा हेर्नुहोस्। भाइ, खोइ बाबा त यहाँ बेडमा हुनु न त। अघि त यहीँ हुनुहुन्थ्यो, धेरै बेर पनि भएको छैन। म यहाँबाट निस्केर पर क्यान्टिनमा खाजा खाएर यसो हावा खानु पर्यो भनेर निस्किँदा तिमीलाई भेटेको मात्र हो। कहाँ चाहिँ जानुभयो होला? ल्याउनु भयो त पैसा? पैसा त ल्याए डाक्टर साहब, तर बाबा बेडमा हुनुहुन्न। ल, अघिसम्म त यहीँ हुनुहुन्थ्यो।
एकैछिन मात्र भयो, यताउता कतै जानुभएको होला, खोज्नुहोस्, भेटेपछि मलाई खबर गर्नुहोस् है त। हस्। दाइ जाऊ खोज्नु। दाइ तपाईँले मेरो बाबालाई देख्नुभयो? दाइ यो पैसा राख्नु त। आज कहाँबाट 3-4वटा बाह्र भेटेर ल्याएर मेरै घर अगाडि आएर साँझेर भदो रहेछ। तँ जस्तो व्यापारी त यो गाउँमा धेरै देख्यौँ हामीले। फुर्ती नला पासा फुर्ती नला, फुर्तीले सुर्ती खाँदा थाहा पाउलास्। फेरि यस्तो फुर्ती देखाउनेलाई सुर्ती खुवाउन यो रामलाई राम्रो आउँछ नि फेरि। बाबालाई हस्पिटलको सबै ठाउँमा खोजिसक्यो, कतै पनि हुँदैन। अब एकचोटि घरै जाउँ न, घरमा पो गएर बस्नु भएको छ कि? हुन्छ जाउँ। कहाँ पाइला मनको शीतला, कहाँ पाइला मनको शीतला। रुँदा रुँदा आँसुको मुहान रित्तिसक्यो। अब त रुँदा आँसु पनि आउँदैन होला। अझ के कति दुःख भोग्नु पर्ने हो, भोगौला। मलाई कति दुःख दिनु छ दे, मलाई कति रुवाउनु छ रुवा भगवान, रुवा। बहिनी भयो, अब नरो, जे हुनु भइगयो, रोएर केही फाइदा छैन। दाइ तपाईँ यहाँ बस्दै गर्नु, म बाबाको फोटो लिएर आउँछु। लौ के भयो तिमीलाई? 81 बाबाको फोटो चाहिँ किन नि बहिनी? अब हामी बाबाको फोटो लिएर पुलिस चौकी जाने हो दाइ। चौकीमा गएर बाबा हराएको भनेर निवेदन दिने हो।
के थाहा भोलि पुलिसले कतै खोजनीति गर्दा बाबा भेटिहाल्नुभयो भने धेरै राम्रो हुन्छ दाइ। पुलिस भनेको पुलिस हो, केही कुरामा कानुनी प्रक्रियामा अगाडि बढ्दा धेरै राम्रो हुन्छ। त्यसैले हामी एकपटक चौकी जानै पर्छ दाइ। तिमीले धेरै राम्रो कुरा गर्यौ बहिनी। जाऊ बाबाको फोटो लिएर आऊ, हामी चौकी जाउँ। हुन्छ भाइ। उजेली, के मैले सुनेको कुरा साँचो हो? तिम्रो बाबा त हस्पिटलदेखि हराउनु भयो नि त, के यो साँचो हो? हो दीप, तिमीले मलाई हस्पिटल छेउमा छोडेर गयौ। एकैछिनमा म हस्पिटल पुगेँ। म हस्पिटल पुग्दा बाबा बेडमा हुनुहुन्थ्यो। अनि दाइ कहाँ जानुभएको थियो त्यति बेला? म त खाजा खाएर बाहिर एकछिन बसौँ भनेर बाहिर निस्केको थिएँ। बहिनी आएकी रहेछ। अनि हामी दुवैजना अस्पतालको बेडमा पुग्दा बाबा हुनुहुन्न थियो। अनि भाइ, तपाईँलाई चाहिँ हाम्रो बाबा हराउनु भयो भनेर कसले सुनायो नि? सुनिहाल्छु नि। अब हाम्रो गाउँमा सासाना कुराहरू पनि कति छिटो फैलिन्छ। अनि उजेली, दाइको हातको चाहिँ के हो नि? यो बाबाको फोटो हो दीप। चौकीमा गएर निवेदन दिउँ कि भनेर हिँडेँ कि न पुलिसले खोजीनीति गरेर बाबा भेटिहालिन्छ कि। तिमीले ठिक कुरा गरे उजेली। म पनि त्यही कुरा गरौँ कि भनेर तिम्रै घरतिर जाँदै थिएँ, तर तिमी यहीँ भेटिहाल्यौ। जाउँ न त, म पनि जान्छु पुलिस चौकी। हुन्छ दीप, ल जाउँ। हजुर, यहाँबाट हाम्रो टोली हिँडिसक्नु भएको छ। एकैछिनमा आइपुग्नुहुन्छ त्यहाँ। नमस्ते, बस्नुहोस्। के कति कामले आउनुभयो होला? मेरो बाबा बिरामी भएर हस्पिटल लिएर गएका थियौँ। हस्पिटल लगेर भर्ना गरेपछि उपचार गर्न अलि पैसा नपुगेर म पैसा खोज्न गाउँतिर आएँ। उता हस्पिटलमा मैले राखेर आएको बेडमा बाबा नै हुनुहुन्न। अनि हस्पिटलमा कोही कुरुवा थिएन त? दाई हुनुहुन्थ्यो। दाई खाजा खान बाहिर आउनुभएको रहेछ। मैले पैसा खोजेर हस्पिटल पुग्दा दाईलाई बाहिर भेटेको थिएँ। अनि दाई र म भित्र जाँदाखेरि बाबा बेडमा हुनुहुन्न थियो। अब के गर्ने होला सर? तपाईँले केही गर्नु पर्दैन। उहाँको केही प्रमाण ल्याउनु भएको छ त? छ सर, फोटो लिएर आएका छौँ। अरू त केही प्रमाण छैन। ल त्यो फोटो ल्याउनुहोस् त। अनि निवेदन ल्याउनु भएको छ त? छैन सर। तपाईँलाई निवेदन लेख्न आउँछ होला नि? निवेदन लेख्नु त एउटा।
अनि बाजेको नाम? रामहरि सार्की। अनि हजुरबाको नाम चाहिँ के हो? रणवीर सार्की। अनि बुवाको नाम त त्यही माइला सार्की नि त होला नि है? श्रीमान कार्यालय प्रमुखज्यू, भोटे गाउँपालिका वडा नम्बर 3 काभ्रे। महोदय, उपरोक्त विषय सम्बन्धमा यस भोटे गाउँपालिका वडा नम्बर 3 बस्ने रामहरि सार्कीको नाति रणबहादुर सार्कीको छोरा वर्ष 59 को माइला सार्की भनिने व्यक्ति यही मिति 2083 4 गतेदेखि मेथिनकोट अस्पतालबाट करिब दिउँसो 3:45 बजेबाट हराइरहेको हुँदा उक्त व्यक्तिको खोजी कार्य गरी पाऊँ भनी श्रीमान समक्ष यो निवेदन पेश गरेका छौँ। निवेदक छोरी उजेली सार्की। अब हामी उहाँको लागि तीव्र रूपले खोजी कार्य गर्छौँ। भेटेपछि तपाईँहरूलाई खबर गरौँला। तपाईँहरूको फोन नम्बर यही रहेछ। अहिले तपाईँ जान सक्नुहुन्छ। हुन्छ सर। ल हस्, नमस्कार। ल त उजेली, अब हामीले चौकीमा निवेदन पनि दिनै हाल्यौँ। अब बाबा भेटिनु भयो भने खबर गर्ला नि त। हुन्छ दिप, केही गरी बाबा भेटिएको खबर चौकीबाट आयो भने म तिमीलाई पनि खबर गर्छु नि है। ल त म लाग्छु। उता फेरि मम्मी बम भएर पड्किन लाग्नु भएको होला। निर्धक्क तरिकाले त कतै जानै पाइन्न भने। ल त उजेली, म लाग्यो है। दिप, मैले तिमीलाई धेरै दुःख दिएँ है। नरिसाउल। केही गरी तिमीलाई पनि दुःख पर्यो भने म पनि यसरी नै साथ दिनेछु। यस्तो कुरा गरेर मलाई लज्जित नबनाउनु उजेली। के साथी भनेको सुखमा मात्र हो र? दुःख पर्दा पनि साथ दिनुपर्छ होला नि, होइन र? त्यही दुःखमा साथ दिनको लागि त साथी बनाइन्छ नि। जीवन साथी होस् या मिल्ने साथी। त्यसैले आजदेखि उपरान्त तिमीले मसँग यस्तो कुरा गर्ने होइन ल? दिप, त कहाँ गथे छोरा?
तँलाई झन् एउटा खुसीको कुरा सुनाऊ भनेर म कति आतुर भएको थिएँ। भन त छोरा, त कहाँ गएको थिइस्? त्यस्तो के कुराहरू आमा मलाई सुनाउन आतुर हुनुभएको? कुरा के भने नि दिप, तेरो त्यो सानैदेखिको साथी थियो नि देवी, हाम्रो सानो काजीको बहिनी, त्यो अस्ट्रेलियाबाट आउँदै थियो अरे। आज बिहान भर्खर सुनेको मैले। सानोमा त खुब देवीसँग बिहे गर्छु भनेर बुरबुर उफ्रिन्थिस् त। देवी आज नेपाल आउँदैछ, के गर्छस् त बिहे? आमा तपाईँ दिमागको बिरामी हुन्छ कि के हो? एकचोटि पाटना हस्पिटलमा गएर आफ्नो राम्रोसँग उपचार गर्नुहोस्, त्यसपछि केही सत्य कुरा आउँछ कि? मेरो इच्छा त पुरा नहोला कि क्या हो? यो त जङ्गिँदै गएको छ त। देवीको कुरा गर्न खोज्यो कि खाली सुन्नै खोज्दैन कि अस्तिको भिडियो देखाइदिउँ कि क्या हो दिपलाई? हुँदैन, केही गरी दिपले उजेलीलाई माया गर्दो रहेछ भने त त्यो उजेली र सानो काजीको हरकतले मेरो छोराले सुसाइड पनि गर्न सक्छ। त्यसैले मैले यो भिडियो दिपलाई त के कसैलाई पनि देखाउनु हुँदैन। त्यसैले यो भिडियो भनेको कतिखेर खान पर्छ मलाई राम्रोसँग थाहा छ। यो अमूल्य औषधि हो, यसलाई लुकाएर राख्नुपर्छ। सानो पैसा नमस्कार। नमस्ते। अनि के हो त भाइ, आज त तिमी पनि मेरो घरमा आएछौ, केही काम थियो कि? हजुरकोमा सानो बिन्ती बिसाउँ कि भनेर आएको। के बिन्ती भन न? हाम्रो बाबा हस्पिटलबाट हराउनु भएको हजुरलाई नै थाहा होला। फेरि म घरमा एक्लै छु, घरको काम पनि यताउता केही जान्दिनँ। बहिनीलाई 2-4 दिन हजुरको घरमा काम गर्न नपठाउँ कि भनेर तपाईँलाई भन्नु आएको काजी साहब। म के गर्ने होला सानो काजी साहब? मलाई उजेलीको बाबा हस्पिटलबाट हराएको कुरा पनि थाहा छ। अहिले उजेलीलाई घर व्यवहारले एकदमै तनाव दिएको छ, त्यो कुरा पनि थाहा छ। र उजेली 2-4 दिन यो घरमा काम गर्न आउन पाउँदिन भन्ने कुरा पनि राम्रोसँग थाहा छ। यो सब कुरा उजेलीले नभनेर तिमी नेपालमै जन्मेर पनि अफ्रिकाको गोरुको जस्तो अनुहार परेको अनि भ्यागुता जस्तो टुवार किन कराएको? स्पष्ट भन त। हो सानो काजी साहब, दाइले भन्नुभएको कुरा एकदम ठिक हो। म 2-4 दिन काममा नआऊ कि भनेर सोचेँ कि अहिले मलाई धेरै तनाव छ। घर व्यवहार सबै मिलेपछि म फेरि काममा आउँछु नि है। ल ठिक छ। उजेलीको मुखबाट यो कुरा सुनेपछि मलाई आनन्द भयो। अनि यो हातको चाहिँ के हो? यो हातको पैसा हो काजी साहब। उजेलीलाई हजुर कहाँबाट बाबाको उपचार गर्छु भनेर लगेकी रहेछ। अब बाबा नै हस्पिटलमा नभएपछि यत्रो पैसा के गर्ने भनेर हजुरलाई नै फिर्ता दिन आएको। झन् यत्रो पैसा बाबाको उपचारलाई काम लाग्छ भनेर बिना ब्याज दिएँ। अब बाबा नै हस्पिटलमा हुनुहुन्न भन्ने खबर सुनेपछि दुःख लाग्यो। अब त्यो पैसा मलाई नै फिर्ता दिन ल्याएको हो भने देऊ न त। यो पैसाले बाबाको उपचारै गर्न नपाए पनि हजुरले सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद काजी साहब। लिनुहोस् यो पैसा। हस् सानो काजी साहब, अबको 2-4 दिनमा म काममा आउँछु। अहिलेलाई हामी जान्छौँ है। हुन्छ जाऊ, तर बिचमा 1-2 घन्टा काम पर्यो भने आउनुपर्छ है। हस् सानो काजी साहब, फोन गर्नुहोस् न। जाबो 1-2 घन्टाको लागि त म आइहाल्छु नि। अहिले हामी जान्छौँ है।
घर सफा गर्नुभएको? यसो घर सर सफा गरेको नि। अनि हातमा डालो गरेर कता नि कोपिलो बहिनी? पिठो भयो 3 माना जति पैँचो दिनु न दिदी। मेरो मकै पिन्न साथ तपाईँको पैँचो ल्याइदिन्छु। भइहाल्छ नि बहिनी, खोइ डालो ल्याऊ। ल बहिनी, 3 माना पिठो हालिदिएको छु। तिम्रोमा पिठो हुने बित्तिकै ल्याइदियो ल। मेरो पनि पिठो धेरै छैन। अनि बहिनी, तिम्रो जेठानी दिदी आउनुभयो त माइतीबाट? कहाँबाट आउनु नि दिदी? त्यही दिदी माइतबाट नआएर त मलाई तनाव भएको नि। आफू यता एक्लै छु, यता आफ्नो घर पनि हेर्नुपर्छ, उता उसको घर पनि हेर्नुपर्छ। मलाई गाह्रो छ नि दिदी। अनि साँच्ची दिदी, तपाईँलाई एउटा कुरा थाहा छ? के कुरा बहिनी? भन न। त्यो माइला दाइ त हस्पिटलको बेडबाटै गायब भयो रे। अहिलेसम्म केही अत्तो पत्तो छैन रे। पुलिसकोमा गएर निवेदन दिँदा पनि भेटेको छैन रे। त्यही त मैले नि गाउँतिर गाई कता कता सुनेको थिएँ, तर मैले पत्याएको थिएन। अहिले तिमीले भनेपछि पत्याएँ मैले। ल ल दिदी, घरमा बस्तीलाई कुरो पानी दिएको छैन, तिर्खायो होला, म जान्छु है। कुरो खाँदा खाँदै कस्तो उठेको हो यो बाख्रा त। जहिले यस्तै गर्छ। खा खा भनेको। अहिले पानी प्यास लागेर कराएन तँलाई मैले के गर्छु? खा न। हेलो सानो काजी साहब, नमस्कार। सुन न, तिमी मेरो घरमा आइहाल त। एउटा काम छ, त्यो सकेर फर्किहाल। हस् हुन्छ। होइन, अघि भर्खर त्यहीँबाट आए कि केही भन्नु भएन सानो काजीले। फेरि एक्कासी फोन गरेर काम छ आऊ भन्नुहुन्छ। खास कुरा के हो? अब बोलाएपछि जानु परिहाल्यो। मान्छेको ऋण तिर्नु छ, नजाऊ पनि कसरी। फेरि गएन भने घरमा आएर बेइज्जत गर्नुहुन्छ। बेइज्जत हुनुभन्दा त बरु एकैछिन गएर काम सकाएर आउँछु। ए तिमी आयो? एउटा सानो काम छ, एकछिन भित्र हिँड्नु त। केही हुन्न। पाप लाग्छ भनेको गाउँले हो। सानो काजीले उजेल माथि हातपात गरे जस्तो तपाईहरु छिटाउनु पर्यो, छिटाउनु पर्यो। छोड्नुस् न। आया दुख्यो। सानो काजी बाहिर निस्कि। तो काजी हो कि पाजी हो? खुरको बाहिर निस्कि।
त पापीले त गाउँ निकाले गर्नुपर्छ। काजी भनेको त पाजी पो रहेछ। वास्तविक कुरा सुन्नुहोस्। वास्तविक कुरा नसुनिकन तपाईँहरू यसरी मेरो घरमा आएर नकराउनुहोस्। यो भन्दा बढी के कुरा बुझ्ने? हामीले सबै कुरा बुझिसक्यौँ, अब हामीलाई केही बुझ्नु छैन। वास्तविक कुरा सुन्नुहोस्। मेरो कुरा नसुने पनि उजेलीको मुखबाटै सुन्नुहोस् वास्तविक कुरा के हो भनेर। वास्तविक कुरा यो हो, के हो भने एउटा नारीमाथि जबरजस्ती, यो भन्दा ठुलो कुरा के होला र? ए सानो काजी, मेरो देउता जस्तो बहिनी माथि हात गर्छ। भाइ, तपाईँ कानुनलाई हातमा लिने कोसिस नगर्नुहोस्। अब हामी आइसकेका छौँ, छोडिदिनुहोस्। तपाईँहरू सबैजना गाउँलेहरू यहाँ हुनुहुन्छ। के सानो काजीबाट उजेलीमाथि 100% दुर्व्यवहार भएकै हो त? 100% होइन, 200% हो। के कसो गाउँले हो? तपाईँ कानुनी रूपमा दोषी ठहरिसक्नुभयो। अब यहाँभन्दा बढी हामीलाई केही पनि सुन्नु छैन। कालु सिंह, हात जोडी लगाऊ।